यो भयो अन्तिम समय हेर्दै हेलो गाइज म धेरै दिनपछि आएको छु गाइज म चाहिँ रवि दाको ट्याक्क पुसाइमा छु गाइज आजको भयोग चाहिँ सुधार गर्न चाहन्छु चाहिँ यस भयोगमा चाहिँ तपाईँ कोही पनि नहुनुहुन्छ सुधार कमेन्ट र सब्सक्राइब सेयर गरिदिनुहोस् यतापट्टि पिचबाट छ गाइज म यहाँबाट हिँडिराखेको छु अब चाहिँ म हिँड्दा हिँड्दा म पहिला चाहिँ उतापट्टिको साइडबाट गएको थिएँ होइन अहिले चाहिँ म यतापट्टिको साइडबाट जान्छु गाइज यस भयोग चाहिँ सुधार गर्न चाहन्छु म यो यताको बाटो आइराखेको छु गाइस तपाईँ चाहिँ मेरो पछाडि ठुलो पहाड देख्न सक्नुहुन्छ नि यो रवि दाको पहाड हो गाइस म चाहिँ उता यति यहाँ एउटा आइएन जस्तो छ गाइस यति यहाँ जङ्गल जस्तो छ यो एरियामा चाहिँ म जान्छु गाइस वहाँबाट हेर्दा सबै सानो देखिन्छ गाइस यहाँ जति माथि आयो त्यति चाहिँ यो ठुलो देखिन्छ यहाँ तपाईँ देख्न सक्नुहुन्छ तपाईँ गाइस उतातिर त जाँदा धेरै मान्छेहरू थियो म चाहिँ यति सुनसानतिरबाट गएको छु गाइस रास्तै हालेर चाहिँ गाइस डह्रो खराब भएको छ किन यहाँ हिँड्न पर्छ क्या हिँड्ने यस्तो ट्याक्टर आएर म चाहिँ रास्तै राम्रो छ गाइस पछाडि चाहिँ त्यो चाहिँ आजको भिडियो चाहिँ गाइस एउटा एडभेन्चर जस्तो पनि भिडियो हुन्छ गाइस स्वासा परिन्छ गाइस यो के सिटीमा हिँड्ने ठाउँमा राम्रो गाइस यस्तोमा राम्रो होइन न यसको खासै ग्रिप्सी पनि छैन गाइस यो त रुख त गाई मजा दिन्छ यो हिँड्दा चाहिँ रास्तै गाडी बनाउँछ क्या स्पिड चाहिँ खासै पन्ध्र गर्न चाहिँ मिल्दैन यो चप्पल आएपछि यति चिप्लो पनि हुन्छ गाई यति यो फ्रिक्सन पनि हुन्छ क्या गाई जो रास्तै यो गाडी त गाडी हुन्छ गाइस अब म चाहिँ यति माथि बसिदिएँ गाइस मेरो पछाडि यहाँ भेरन्तीको बुटो देख्न सक्नुहुन्छ यता चारतिर छ गाइस यताबाट पछाडि उता पोखरा पनि देख्न सकिन्छ अनि उता पोखरामा गाइस म यस भिडियोमा चाहिँ अरू केटाहरू पनि जोइन भनेको थिएँ मैले खासै जोइनँ गाइस नेक्स्ट भिडियोमा चाहिँ म अरू पनि म जोड्छु गाइस यो चप्पल गाइस म लास्टै हिँड्दा कमेडी बनाइरहेको मैले गाइस यो रवि दाइमा लगभग 5-6वटा भिडियो मैले सुट गरिसकेँ लास्टै धेरै भिडियो छ गाइस धेरै भिडियो आउनु चाहिँ मैले धेरै लङ भिडियो छ यसमा मैले डह्रो सुट गरेको छु कि सुट गरेको छु गाइस भिडियो बनाएको छु सर्ट भिडियो चाहिँ धेरै छ गाइस मेरो युट्युबमा गएर खोज्नुहोस् तपाईँ देख्न सक्नुहुन्छ गाइस अब यहाँभन्दा माथि चाहिँ बजार दामी छ कि गाइस यहाँ म तपाईँपछि म देख्न सक्नुहुन्छ रविदामा चाहिँ टुप्पो गाइस म चाहिँ हरेको पाए चाहिँ म यो टुप्पो जाने गाइस योभन्दा अघि भिडियोमा म गएको छु गाइस तपाईँ अगाडिको भिडियोको हेर्नु रविदा भयो भने चाहिँ म यहाँ लेखेको छु गाइस यतापट्टि चाहिँ तपाईँ वनहरू देख्न सक्नुहुन्छ फेरि म तपाईँ यता पछाडि पोखरा सिटी देख्न सक्नुहुन्छ गाइस यहाँ चाहिँ शनिबार चाहिँ मान्छे चाहिँ यहाँ भिड हुन्छ गाइस यो ठाउँ चाहिँ यति सबै चाहिँ यो खासै छैन यहाँ चाहिँ सरसफाइ पनि गर्नुपर्छ गाइस यसरी म आफ्नो टिमका केटाहरू चाहिँ यहाँ सरसफाइ गर्न आउँछु गाइस बुझ्नु अनि आफ्नो टिममा जति मसँग अब 10जना छन् टिम मेम्बर मैले 10जना चाहिँ यहाँ एउटा के यो गरेर चाहिँ यहाँ सरसफाइ कस्तो हो चाहिँ गर्नु देख्न सक्नुहुन्छ गाइस तपाईँ लास्टै यहाँ फुलहरू छ अबको समयमा चाहिँ यो एउटा जब मसँग युट्युबमा जति नै मसँग काम गर्छ मेरा जति नि यो छ नि गाइस म सबै चाहिँ यो सरसफाइ गर्न आउँछु गाइस यस्तो फोहोर यहाँ हुन दिनुहुन्न गाइस बुझ्नु अनि तपाईँहरू चाहिँ नि तपाईँ पनि यस्तो फोहोर नगर्नु गाइस बुझ्नुभयो यस्तो फोहोर चाहिँ गर्नु हुँदैन राम्रो हुन्न गाइस भयो म अब यति उतातिर जान्छु गाइस यहाँ तपाईँ देख्न सक्नुहुन्छ तर जोस् दामी भ्यू छ गाइस यहाँ म अब 5 महिनापछि आएँ गाइस यो ठाउँमा 5 महिनापछि धेरै डेभलप त खासै केही त हुन्न गाइस यहाँ यो देख्न सक्नुहुन्छ त्यहाँ खाइ जस्तो छ गाइस उतापट्टि यहाँ चटपटे पानीपुरी छ यहाँ त्यहाँका डेटिङ सेटिङ गर्न पनि आउँछ गाइसको नाममा तपाईँ यहाँ खुलामा चाहिन्न गाइस त्यहाँको यहाँ त पोखराको भ्यू तपाईँ सबै देख्न सक्नुहुन्छ उताबाट आइराखेको थिएँ यहाँ बाहिर चाहिँ रोक्नु भयो चपाखानमा यहाँ साथीमा यहाँ चप्पल बनाएर आएको छु गाइस तपाईँहरू पनि आउनु भने यहाँ बाजेको चाहिँ यहाँ चप्पल खाइदिनुहोस् बाजे राम्रो बनाउँछ तपाईँ यहीँ बस्नुहुन्छ होइन बाजे चाहिँ यहाँ दामी चप्पल बनाउनुहुन्छ आएर तपाईँहरू चाहिँ उहाँको यो गर्नु सक्नुहुन्छ गाइस बुझ्नु भने ट्याक्कै यहाँ त तपाईँ यहाँ बस्छ तपाईँ सबै पोखराको भ्यू चाहिँ दामी देख्न सक्नुहुन्छ गाइस यहाँबाट यहाँ पनि यो छ गाइस यहाँ चप्पल हालिदिन राम्रो छ गाइस म एकछिन यहाँ बसेको छु
रास्तै ढाड चाहिँ रास्तै दुखेको छ गाइज अहिले चाहिँ म रास्तै गाइज म अहिलेको समय म धेरै नै बिजी छु अहिले एक दिनमा म एक हप्तामा मैले बस कहिले 5वटा कहिले 6वटा यस्तो भिडियो निकाल्नु पर्छ गाइज रास्तै 3 सीन छ यो न गाइज होइन यो चप्पल दिनु छ गाइज यहाँ हेर्नुहोस् मेरो हातमा यहाँ चप्पल आइपुगेको छ गाइज अब म एकछिन यहाँ खान्छु फेरि यहाँ मोबाइल चाहिँ अराम चाहिँ यति गाडी छ गाइज मैले चाहिँ यो टायर पोस्ट चाहिँ मैले ल्याएको छैन गाइज चटपट चाहिँ गाइज एकदम चटपट दामी बनाउनु हुँदैछ गाइज तपाईँहरू पनि आउनुहोस् यो भएको त्यहाँको यहाँ रवि दाको टुप्पोमा जान त्यहाँको परपट्टि छ होइन बागोमा आउनुहोस् तपाईँहरू चाहिँ चप्पल खानुहोस् गाइज दामी बनाउनुहुन्छ गाइज र म अब यसो तपाईँहरू चाहिँ म अब यो यतापट्टिको एउटा टु देखाउँछु गाइज अनि त्यहाँपछि आजको भएको चाहिँ यहाँ समाप्त भएको म तपाईँलाई म घोषणा गर्न चाहन्छु गाइज अब मसँग तपाईँहरू चाहिँ फेरि म उता आएको छु गाइज अब तपाईँ चाहिँ म उता एउटा ठाउँ चाहिँ म तपाईँलाई चाहिँ म देखाउँछु गाइज अनि त्यहाँपछि यो समाप्त भएको म घोषणा गर्छु बाबाकोमा गएर म आइसकेँ गाइज यहाँ चप्पल चाहिँ बुढोले चाहिँ दामी बनाउँदै छ गाइज तपाईँ पनि खानुहुन्छ कि आइदिनुहुन्छ यस्ता ठुलो होटेलमा गयो भने यस्तै बुढा बुढीको गर्थ्यो झन् आफै नि गाइज राम्रो हुन्छ अब अरू तपाईँहरूको के इच्छा गाइज आउने कि नआउने तपाईँ चाहिँ म यो यतापट्टि यता घुम्न छ गाइज यहाँ चाहिँ यो चप्पलको चाहिँ खासै हिट छैन गाइज यो तपाईँ अघिकै भिडियोमा देखाइदिएको यसको दशा तपाईँ चाहिँ यतापट्टि सबै देख्न सक्नुहुन्छ गाइज यहाँबाट यो भ्यायो छ म अब चाहिँ गाइज अस्ति नै म आएको यही बाटो अहिले चाहिँ म उता आएको गाइज अस्तिभन्दा पहिला पाएको तपाईँ भिडियो नि हेर्न सक्नुहुन्छ गाइज म यसको लिङ्क चाहिँ म डिस्क्रिप्सनमा दिन्छु गाइज तपाईँलाई चाहिँ यो भिडियो कस्तो आयो गाइज राम्रो यसो लाइक कमेन्ट र सब्सक्राइब सेयर गर्नु नबिर्सिनुहोस् आज गाइज यति नै म फेरि म नेक्स्ट भिडियोमा त्यतिको यो भिडियोमा तपाईँले यसो लाइक कमेन्ट र सब्सक्राइब सेयर गरिदिनुहोस्